अब घोडे जात्राको लागि घोडाहरू कुदाउने बेला भइरहेछ यहाँ। सबै घोडे जात्राको लागि होला। धरारानी क्या मोबाइल देख्ने क्या यस्तो खतरा क्या वानमा गरेको क्यामेरा पुरा हल्लिँदो रहेछ भने। अब चाहिँ हाम्रो यो टुडिखेल अब मैले 1 राउन्ड मारिसकेँ। अब सब सकाएर अब चाहिँ बसन्तपुरतिर जाने कुरा भइरहेछ। अब के हुन्छ हेर्दैछौँ है त। चाहिँ पुरै कोही क्रिकेट खेलिरहेछन्, कोही फुटबल खेलिरहेछन् है, कोही ब्याडमिन्टन पनि छ त्यहाँ परतिर। यता धरारा छ टक्क खतरा छ यता। यता यो चाहिँ रत्न पार्कहरू यता उताबाट आउने गाडीहरू हो सबै। अनि यताबाट चाहिँ यता जान्छ। यहाँबाट चाहिँ यता रत्न पार्कहरू जानु पऱ्यो भने फेरि घुमेर 1 राउन्ड घुमेर यतै जानुपर्छ। टेम्पोहरू कति धेरै छ। सो अब चाहिँ हामी यता न्यू रोड जान लागिरहेछौँ। न्यू रोडको गेट चाहिँ हो है यता। सो गाइस अहिले चाहिँ हामी यता सङ्कटा मन्दिरबाट आएका छौँ। एज यु क्यान सी तपाईँहरू देख्न सक्नुहुन्छ यता खतरा छ है। परेवा चाहिँ जहाँ पनि हुने कि है। जुन मन्दिर गयो नि परेवा चाहिँ हुने। परेवा छ यता त ल। यता गयो अब कता जान्छ हेर्दै जाउँ है त। प्लेन सिटीको चाहिँ हुँदै रहेछ यता। म पहिला आएको थिएँ नि अस्ति नि दसैँमा आउँदाखेरि यहाँ र म 2-3 चोटि यता घुमेँ यता। त्यो बाटै थाहा नपरे। बाटै थाहा नपरे। यहाँ चाहिँ बसन्तपुर एरिया हामी छिर्यौँ अब। यो काठमाडौँ यत्रो ठुलो छ फ्रेमै नआट्ला जस्तो। कस्तो आवाज बनाएको है कत्रो ठुलो क्या फेरि। अहिले त सक्दैन अब। यस्तो यहाँ माथिसम्म छ अनि कति तला छ 1 2 3 4 5 6 7 तलाहरू छ। अनि उत्यो एउटा छ यो चाहिँ 4 तला है कति हो। यस्तो पुरै यो चाहिँ व्हाइट हाउस जस्तो क्या। सो यो एउटा लिङ्ग चाहिँ होली आउन लाग्यो भनेर चाहिँ यसरी उठाउँछ। यो चाहिँ नेवार समुदायले होली आउनुभन्दा 1 हप्ता अगाडिदेखि नै यसरी उठाए पछाडि चाहिँ होली आयो भनेर बुझ्छन् मान्छेहरूले पूजा गरेर। पहिला चाहिँ 1 हप्तासम्म काठमाडौँ ललितपुरका मान्छेहरूले चाहिँ भक्तपुर यो उपत्यकाको मान्छेहरूले चाहिँ 1 हप्तासम्म होली मनाउने गरेको रहेछन्। यस्तो रहेछ यताको यस्तो छ माहौल। यता छ पुरै बिहानै मान्छेहरू टनाटन छन्, प्याक छ पुरै। अहिले दिउँसो त झन् खुट्टा टेक्ने नै हुँदैन होला यता। हो अहिले चाहिँ हामी ठ्याक्कै बसन्तपुर आइपुग्यौँ। यता एउटा भैरवको मन्दिर पनि छ। यहाँ व्हाइट हाउस जस्तै दामी छ। यस्तै घर बनाउने भोलि पर्सि टक्क बनाएर घर बनाउनु सकिन्छ। यस्तै टक्क बात त सही खतरा बनाउनुपर्छ। यहाँनिर तपाईँहरू सक्छ कत्रो टक्कै फ्रेममा अड्दो रहेछ कि यहाँनिरबाट चाहिँ। यता यस्तै बिजी छ पुरै बसन्तपुर चाहिँ। यतानिर यस्तो छ। यहाँनिर ठुलो घन्टी छ क्या। यो घन्टी बजायो भने यस्तो काठमाडौँको सब मान्छे नै सबले सुन्छ। यहाँ ठुलो घन्टी छ है। यता यो पुरै काठले बनाएको खतरा छ क्या राम्रो। सबले दर्शन गर्नु होला यता। यस्तो छ यता पुरै यता परेवाहरू जता परेवा चाहिँ जता पनि हो नि कि यस्तो हेर्नुहोस्। यता छ यस्तो
यहाँतिर एउटा भैरवको मन्दिर रहेको थियो कता हो मैले भनेको चाहिँ यहाँनिर रहेछ ट्याक्कै तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ रहेछ एउटा दमा रहेछ यो बताए त पुरै काठमाडौँको सब पुलिसले सुन्छ होला है के बोले भाइ के बोले के बोले के जथाभावी बोले ठुलो ठुलो आमा यहाँ रहेछ ल भैरवको चाहिँ फाइनली भैरव मन्दिर चाहिँ हामीले भेट्यौँ सानो पशुपति हो यता चाहिँ पशुपति नहीं बसन्त पुरा आएपछि पशुपति भएपछि त्यही सानो पशुपति नै हुन्छ प्यारी समझ गई यस्तो छ कता रहेछ राम्रो रहेछ सानो टक्क फर्क सो अहिले चाहिँ हामी यहाँ बालेन सिटी पुगिरहेको छौँ टक्क यस्तो बवाल बनाएको छ अहिले चाहिँ टक्क एउटा कुन सहरको भन्दै थियो त्यस्तै बनाएर चाहिँ यता यस्तो छ सब यता यस्तो छ टक्क यस्तो बवाल बनाएर चाहिँ दुईपट्टि नै पुरै सेतो टक्क बनाएको यहाँ म यो गरेको आएकै थिएन क्या धेरै भएको छैन नि त यो गरेको अनि त्यही भएर यस्तो खतरा बनाएर छ ल यस्तो बवाल बनाएर छ है यता यो पुरै यता यता पुरै सेतो सेतो कलर लागेपछि टक्कै एउटै भइन्छ अनि कुन चाहिँ हो कुन चाहिँ सिटी चाहिँ यस्तै छ भन्दै थियो त्यो चाहिँ मैले थाहै पाइनँ क्या ठ्याक्कै यस्तो छ माहौल यस्तो छ टक्क यता बवाल छ अरू कता कता जान्छु सब एउटैमा मिक्स गरेर मिक्स भिडियो बन्छ है त आज ओके अब नयाँ क्यालेन्डर आएछ त है 81 सालको एक गते नै 82 सालको ए 82 रहेछ है 82 सालको अनि यता स्ट्रबेरीहरू छ यता सागहरू सब बेच्न राखेको छ यता यहाँ सुशान्त दाइ र अमला किन्दैछ कति किन्न लाग्यो है यता मेवा यता ससेज साबुन सब छ मार्केट पुरै ठुलो छ कुकुरले डिस्टर्ब हानिदिन्छ त यार यता यता पत्रिकाहरू यहाँ भर्खर ल्याएर छ है फ्रोजन ससेज यहाँ पिज्जा पनि रहेछ त्यहाँ पिज्जा पनि छ हजुर एउटा किनौँ पनि भने very dangerous यो मकै हरियो मकैहरू यता फुलमालाहरू सब यता यता मसान बजार अहिले प्याक छ यता त्यो लसुन अदुवाहरू बेच्ने टक्क यता लसुन अदुवा पनि रहेछ टक्क यस्तो छ ए माहौल यस्तो छ खतरा छ खतरा ल एप्रोन होइन झोला पो रहेछ यहाँ सिम पालुङहरू भन्थ्यो नि सूर्य दाइले यहीँ रहेछ यहाँ जम्मा सानो सानो टमाटर बवाल रहेछ होला यता लसुन अदुवाहरू यता यो भाँडाकुँडाहरू बवाल बवाल कस्तो खतरा खतरा भाँडाहरू छ यहाँ खुर्चनीहरू अहिले चाहिँ हामी ठ्याक्कै रानी पोखरी छौँ राजा प्रताप मल्लले निर्माण गरे अरे बात तो सही है यहाँनिर एउटा पछि पढेर हाल्नु पऱ्यो नि पढाउँला यहाँनिर छ यो चाहिँ तिहारमा भाइटिकाको दिन मात्रै खुल्छ यो मन्दिर चाहिँ
रानी पोखरीको चाहिँ यस्तो छ। यहाँ पहिला खोल्न दिइरहन्थ्यो, अहिले चाहिँ खोल्न दिन थालेछ है। अहिले रिसेन्ट खोल्न दिन थाल्यो हो। यसको पनि छुट्टै कहानी छ। यो रानीलाई चाहिँ एउटा के रोग लागेर अनि पोखरीमा पानीमा बसिराख्नु पर्ने भएर चाहिँ रानीको लागि भनेर राजाले चाहिँ प्रताप मल्लले चाहिँ अनि बनाइदिएको पोखरी रे। अनि यो भाइटिकामा रानीले चाहिँ भाइलाई टिका लाउनलाई नि पानीमै बसेर लाउनु पर्ने भएर चाहिँ नि त्यस पछाडि यहाँनिर पानीमै बसेर लाउनु पर्ने भएर यहाँनिर ऊ नै पोखरी मन्दिरै बनाइदिएर अनि यहाँनिर पानीमै बसेर टिका लगाइदिने ठाउँ बनाएको अरे भन्ने के छ यसको। यिनीहरूको यो एक राउन्ड घुमेर के छ सर हेरौँ है। एकलाट पोखरी नि सफा बनाउनु पर्ने कि है, पानी सानी उ गरेर अलि यो लेउसेउ हटाइदिनु पर्ने है अलि। अनि सफा देख्छ नि, हाँसहरू पुरा पौडिरहेछ। फोहोर पनि टक्क फोहोर फाल्ने डस्टबिन सस्बिन राखिदिएर राम्रो त राम्रो बनाएको छ। अब मान्छेले अब कहिले यहीँ राखिदिन्छ बोतलहरू पानी खाएर। यहाँ योगा गर्नेहरू पनि भइरहेछ, बवाल छ। फर्स्ट टाइम छिरेको म यहाँनिर है। सरी यस्तो टक्क शङ्करदेव यो ठ्याक्कै हो त्यहाँ भ्यू टावर होइन त्यो स्काई टावर काठमाडौँ स्काई टावर त्यहाँनिर त यस्तो छ। यस्तो छ ऊ त्यहाँ वीर हस्पिटल नि देख्दो रहेछ यहाँ ठ्याक्कै दरबार हाई स्कुलकै अपोजिटमा ठ्याक्कै रानी पोखरी। त्यहाँ नेपालको झन्डा पनि टक्क दामी देख्छ यहाँबाट। रत्न पार्कको पुलबाट पनि ठ्याक्कै नेपालको झन्डा देख्छ नि। यो साइडबाट चाहिँ यस्तो देखिरहेछ। यता झन् यहाँनिर एउटा हात्तीले थिचिरहेको छ के त्यो छुट्टै के भन्छ त्यो कहानी। त्यो चाहिँ यसको कहानी चाहिँ के छ थाहा छ भने यसो कमेन्ट गरिदिनु होला। यहाँनिर छ एउटा के मन्दिर जस्तो पनि बनाएर छ एउटा सानो है। शिवलिङ्ग राखेर चाहिँ यहाँनिर टक्क शिवलिङ्ग राखेर चाहिँ अनि यहाँनिर एउटा हात्तीले यस्तो थिचेर बसेको छ कि माथि उ गरेर के गणेश पनि रहेछ टक्क। अनि यहाँ माथि ऋषिहरू हो कि के हो राखेर छ यस्तो छ टक्क दामी छ। अहिले चाहिँ हामी दरबारबाट आइपुगेका छौँ। जेब्रा क्रसिङबाट बाटो काट्नुपर्छ। यहाँनिर आन्दोलन हरानेर पुरै पुलिसहरू टन्नै बसिरहेछ। यता डेन्जर। म पहिला यता माथिबाट गएको थिएँ, यताबाट चाहिँ गएको थिएन। त्यतापट्टि छ क्या त्यो टाइल हालेको बालेनले टाइल हालेको ठाउँ पनि म देखाइदिन्छु भनेर हिँडेको। मार्बल किचनमा हाल्छ नि त्यो मार्बल हाल्छ। सो यहाँनिर रहेछ यो मार्बल हालेको चाहिँ यस्तो रहेछ ल। यो हुन हाल्न चाहिँ हाल्यो तर अब यो अलि आँखा नदेख्ने मान्छेहरू लौरो टेकेर आउने मान्छेहरूलाई चाहिँ भएन क्या। यो समय भयो अनि यो कता भयो नि त। अब यहाँनिर चाहिँ अब यस्तो हालेर यहाँ बस्ने बनाउँछ होला क्या। त्यस्तै बनाउनु लाग्यो होला टक्क मान्छे बस्ने। अब यो बनाइसकेपछि अब दुईजनालाई बिहान सफा गर्ने नि राखिदिनु पर्ने कि है। दिनकै टक्क सफा गऱ्यो भने त हुन्छ नि।
कि अब यहाँनिरबाट यस्तो यो मान्छेहरूलाई यहाँ सफा गरेर अगाडिको है आफ्नो आफ्नो ठाउँ होटेल यहाँ कहाँनिर यति होटेल कति यहाँभित्र जाने रहेछ ल यस्तो छ यहाँ चिप्लिनु नचिप्लिनु रहेछ बजेटै सक्यो होला क्या यो वर्षको कैसे कैसे लोग रहते हैं यार यहाँ पर साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम भरे आइपुगेका छौँ यहाँ भैरवको मूर्ति तपाईँहरू देख्न सक्नुहुन्छ यता यस्तो छ यता मन्दिर पनि छ नाग पोखरी यस्तो छ पोखरी चाहिँ जता पनि फोहोरै फोहोर मात्रै हो नि कि यो चाहिँ यसो काठमाडौँ महानगरपालिकाले सफा गर्नु पर्यो यस्तो छ यता यता यस्तो छ यहाँनिर नाक पनि होला क्या यहाँनिर अब यो सफा गऱ्यो भने त त्यस्तो होला अब यस्तो फोहोर छ